दर्शकबिन नमस्कार। यो पर्यटकीय राजधानी पोखराको व्यस्त बजार न्यू रोड हो दर्शकबिन। यसरी आगो बले यो पोलहरुमा यो यहाँबाट सुरु भएर यो आगो करिब 10 वटा पोलहरुमा यो अगाडि बढ्यो दर्शकबिन। यस्तो घटना फेरि पनि दोहोरिन सक्ने सम्भावना रहेको छ दर्शकबिन। यो एउटा घटना यो एउटा सचेत गराएको पनि हुन सक्छ। त्यही अव्यवस्थित गुजुल्टिएका तारहरु यी तारहरु जति सक्दो छिटो व्यवस्थित गर्नुपर्ने देखिन्छ। यो घटना भरे भोलि तुरुन्तै पनि फेरि पनि घट्न सक्ने घटना यो रहेको छ दर्शकबिन। यसरी यो डरलाग्दो तरिकाले आगलागी भएको छ यहाँ पोखरा न्यू रोडमा। यसमा सम्बन्धित निकायको ध्यान जाओस्। केबल इन्टरनेट र विद्युतका यी तारहरूले गर्दाखेरि यो आजको आगलागी भएको यो यहाँ प्रत्यक्षदर्शीले बताउनु भएको छ दर्शकबिन। त्यसै नै यहाँ मान्छेहरूले भागाभाग गर्नुपर्ने जस्तो भयो। यहाँको असुरक्षितै महसुस भयो एकदमै। यसरी चाहिँ आगो निरन्तर भइरहेको भयो 15-20 मिनट जति। यहाँ घरहरू मान्छेहरू धेरै जसो एकदमै खतरामै पर्ने अवस्था। यो सल्किँदै गएको भए त चिप्ले ढुङ्गा पनि पुग्न सक्छ। यहाँ त प्रत्येक यो एउटा पोलबाट सल्किएपछि तल माथि दायाँ बायाँ जतासुकै हेर्दा जम्मैमा ज्वालो झिल्काहरू फुटिरहेकै थियो। सुरुमा देख्दा कस्तो डर लाग्ने पड्किएपछि त वही बमै पड्के जस्तो भयो। पछि बाहिर मान्छेहरू बाहिरभित्र भागाभाग भएपछि पोलतिर हेर्दाखेरि ठुलो आगोको मुस्लै जल्यो। सबै तारहरू जले, सब लाइटहरू जलेर सबै झऱ्यो। अनि मान्छेहरू भागाभाग आफू त्यो टाढा टाढा जाने चाहिँ घरबाट निस्किँदै मान्छेहरू बाहिरतिर भाग्नुपर्ने अवस्था। निकै ठुलो घटनाबाट जोगिएको छ। यो पोलको आगो सर्दै गएर 10 वटा यो न्यू रोडको करिब 10 वटा पोल, त्यसपछि यो अर्को जाल्पा रोडको पनि 1-2 पोलमा यहाँ आगलागी भएको छ दर्शकबिन। यो खास गरी यो पहिला पनि यस्तो आगलागी भइरहेको थियो त्यो ठाउँमा। यो पोलमा विशेष गरी तपाईँले त्यो पोल देखाउनु भयो हजुर। अनि त्यो पोलमा पहिला पनि आगलागी भइरहेको थियो। तर यस्तो चाहिँ त्यति लामो समय फ्याक्टर रहेको थिएन। तर फ्युज भइरहेको थियो त अनि जाने आधा घन्टापछि आउने गर्थ्यो। र आज चाहिँ अकस्मात आगो लागि भएपछि आगो निक्लेपछि पुरा अब तलबाट माथिसम्म गयो। त्यसको त्यो त्यहाँ भएका चाहिँ अन्य तारहरू चाहिँ जुन झुल्टिएर राखिएका नेटका होइन अब ती तारहरूमा पनि सल्किँदै गएको कारणले यो पहिला पनि सर्ट भइरहेको थियो, झिल्का आइरहेको यो सबै थाहा छ। सबै यहाँ वरिपरि सबै चाहिँ भनौँ न यहाँ बासिन्दाहरूले सबैलाई थाहा भएकै कुरा हो। आज चाहिँ के भएको थियो? चरा थियो आज त्यहाँ त्यसमा चरा पनि बस्ने, चराहरू चाहिँ खेल्ने, अब चाहिँ त्यहाँ बस्ने उनीहरू धेरै होइन। त्यो चराहरूको कारणले चाहिँ त्यसमा चाहिँ टच भयो भने छोइयो त सर्ट भयो त्यसमा। अनि चरा पनि मरे त्यसमा होइन। त्यस कारण कोही छिट्टिए। त्यो बढी चाहिँ त्यो लामो समय रहेको हुनाले त्यसले चाहिँ अन्यत्र पनि त्यसको सर्ट अरू अन्य पोलहरूमा पनि पुग्यो कि हुँदाहुँदै यहाँबाट चाहिँ तपाईँको करिब त्यो पुरानो यातायातभन्दा माथि र अनि तलपट्टि त्यो पुरानो यातायातभन्दा तलपट्टि यो नयाँ एउटा भवनको भन्दा तल 3टा पोल अर्को पोल पनि टिप्दै गयो कि। अनि हुँदाखेरि चोकमा पनि पुग्यो। मेन सभागृह चोककोमा त झन् अप्रत्यक्ष सारा मान्छेहरूले देखेकै कुरा हो हजुर। यसलाई यो विशेषतः यसलाई चाहिँ एकदम ध्यान दिनुपर्ने। यो अब यी नेटका तारहरूलाई एकदम गुजुल्टाएर नराख्ने, जति चाहियो त्यो मात्रै गरेर पुराना तारहरूलाई विस्थापित गर्दै जानुपर्ने। अझै त पहिला चरा सर्ट भएर चरा मरे पनि हजुर सर्ट भइरहेको थियो। तर त्यस्तो आगोको चाहिँ आगलागी भएको थिएन होइन। अहिले चाहिँ अब अलिक पुरानो पनि हुँदै गयो होला। अब त्यसमा चाहिँ अब बढी चाहिँ जालझेल भयो होइन। त्यसमा यी तारहरू जुन गुजुल्टेका तारहरू छन् यिनीहरूमा सर्ट भइरहेको हुन्छ यहाँ होइन, भइरहेको हुन्छ। यसले आज अलि ठुलो रूप लियो अनि यही हो कारण। हस् हजुर धन्यवाद। यसरी अब यो फेरि पनि हुनसक्छ। यो रातको समयमा यो घटना यदि घटेको भए पुरै पोखरा नै निकै जोखिममा रहने थियो दर्शकबिन। सबै पोखरेलको धेरै धनजनको क्षति हुने सम्भावना अहिलेलाई टरेको छ। यसमा सम्बन्धित निकायको ध्यान जाओस्। वर्षौँदेखि गुजुल्टिएर रहेका जुन तारहरू छन् यी तारहरू समयमा व्यवस्थित हुन्, सम्बन्धित निकायको ध्यान जाओस्। अर्को कुरा दर्शकबिन, पोखरा न्यू रोड सभागृह नजिकै रहेको यो ट्रान्सफर्मरमा बारम्बार यस्ता घटनाहरू घटिरहेको थियो। यो ट्रान्सफर्मरमा आगलागी भइरहेको थियो। पहिला पनि विद्युत सर्ट भएका कारण धेरै आगलागी भइरहेको थियो दर्शकबिन यहाँ। दर्शकबिन अर्को कुरा के छ भने अर्को महत्त्वपूर्ण कुरा यो जुन आज आगलागी भएको छ यो आगलागी भएको कारण विद्युत प्राधिकरणको तारको कारण नभइकन केबल इन्टरनेटको तारबाट आगो सुरु भएको भनेर स्थानीयले भन्नुभएको छ दर्शकबिन। गर्मीयाम दिनहुँ बढिरहेको छ। यस्तो अवस्थामा धेरै कुराहरूमा सचेत हुनु जरुरी छ। यी गुजुल्टिएका तारहरू बाहेक पनि सर्वसाधारणले सिगरेट पिएर सिगरेटका टुक्राहरू नफाल्ने, आगो बाल्दाखेरि सचेत हुने, बाहिर आगोहरू नबाल्ने, फोहोर नजलाउने जस्ता कार्यहरू गरेर सचेत हुनु जरुरी छ। यो ठुलो घटना घटे दर्शकबिन यहाँ 10 वटा 12 वटा पोलहरूमा आगो लागिसकेपछि यदि समयमै यो
रातमा कुनै यो बाहेक अरू बेलामा यो घटना घटेको भएदेखि यहाँको क्षतिको अनुमान पनि गर्न सकिँदैन दर्शक। यदि यो घटना रातको समयमा भएको भए कति क्षति हुन सक्थ्यो भनेर त्यसको अनुमान पनि गर्न सक्दैन दर्शक। यो पोलबाट पोल सल्केर यो न्युरोडबाट चिप्लेढुङ्गा हुँदै यो धेरै यो पोखरा बजार नै जतासुकै पुग्न सक्यो, किनकि यो यहाँ न्युरोडबाट सल्केको आगो अर्को रोड जाल्पा रोडमा समेत यो सल्किएको छ। मेरो चाहिँ भनाइ के भने जुन अहिले यो विद्युत सर्ट भएर आगो लागि भयो नि हजुर, यो सायद यो धेरै लापरवाही कारणले भयो होइन। जुन अब मिडियाहरू तपाईँहरू आउनुभयो, तपाईँहरू आएर यसको बारे रिपोर्टिङ गर्नुभयो, योभन्दा पहिला नि जुन यो अव्यवस्थित छ, जुन यो अलिकति देख्दाखेरि पनि अलिकति नराम्रो तरिकाको यो जुन चल्नु छ नि, योभन्दा पहिला नै मिडिया आएर सचेत गराएको भए सायद यो दुर्घटना हुन्थेन। तर मिडियामा धेरै आइरहेको छ बिजुलीको तार भनेर समाचार पत्रिका यो विषयमा मिडियाले पहिला पनि अगाडि पनि सचेत गराउनु भने यो दुर्घटनाबाट अलिक केही न्यूनीकरण हुन्छ कि भन्ने मेरो विचार हो कि होइन। यो विषयमा चाहिँ सम्पूर्ण मिडियाहरूले एउटा के गर्नु पऱ्यो भने जुन बजारमा भएको अव्यवस्थित छ, अलि जुन राम्रो तरिकाले व्यवस्थापन भएको छैन, यो विषयमा चाहिँ मिडियाले पहिले बोलिदिएर यस्तो भयो भने चाहिँ यो दुर्घटना चाहिँ अलिक कम्ती हुन्छ भन्ने विचार लाग्छ। आगलागी भएको थियो यो चाहिँ नेपाल विद्युत प्राधिकरणको तारको कारणले नभइकन यो केबल लाइनको कारणले भएको प्रत्यक्षदर्शीको भनाइ छ दर्शक। यी अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्ने योजना पोखरा महानगरपालिकाको थियो। यी तारहरू अन्डरग्राउन्ड गरिँदै थिए, तर त्यो काम कहाँ पुगिरहेको छ। अब यो धेरै खतरा, अब गर्मी बढेसँगै यो खतरा पनि बढिरहेको छ। यो अन्डरग्राउन्ड गर्ने काम यथासक्दो छिटो तुरुन्तै गर्नुपर्ने जरुरी देखिन्छ। सबै यस्तो ब्याङ्किङहरू बसेको ठाउँमा अनि अहिलेसम्म चार्ज गर्न पाएका छैनन् होइन। यो छिटो आएर विद्युत प्राधिकरणले चाहिँ विद्युत लाइन दिनु पऱ्यो कि परेन। कतिका पसल बन्द भएका छन्, फ्रिजमा राखेको दुध दही पग्लिएर गइसक्यो, आइसक्रिम पग्लिएर गइसक्यो। आगलागी भएपछि तारहरू अव्यवस्थित रूपमा यो बाटोमा रहेका छन्। यो अब बन्ला समुद्र निकाले, तर यी तारहरू फेरि त्यही पहिलाकै ठाउँमा स्थानमा फेरि त्यही राख्दाखेरि यो घटना फेरि दोहोरिने सम्भावना धेरै छ। त्यही भएर यो अहिले झार्दाखेरि नै यी तारहरूलाई व्यवस्थित उचित तरिकाले व्यवस्थापन गर्नु जरुरी छ। त्यसमाथि यति ठुलो घटना हुँदा पनि अहिलेसम्म स्थानीय तहको कोही जनप्रतिनिधिको यहाँ अनुहार देखेको छैन दर्शक। यहाँ कोही वडा अध्यक्ष, वडा सदस्य अथवा लगायत कोही जनप्रतिनिधि यहाँ अहिलेसम्म देखिएको छैन दर्शक। सर्दै गयो, बाढी पनि गयो, के अरे उता 2-3वटा पुलमा पनि गयो, पल्लो रोडमा पनि लागेको छ। पल्लो रोड म त्यहाँ कुर्सिया बसेको थिएँ हजुर, अनि पढ्यो अनि बाहिर ढुक्न बाहिर निक्ल्यो। अन्त सकिँदा त्यहाँ खानु डरला बाहिर जान्छ बच्चन लगाउने धेरै ठुलो क्षति हुन्थ्यो। सम्बन्ध निकायले अब ध्यान दियोस् होइन। बाटा हुँदी गइसकेको तारहरू, यो बस्ती तारहरूले काटेर कसरी हुन्छ होइन, राम्रो तरिकाले आफ्नो फेसमा लिएर हिँड्नु। नत्र भने अब अन्डरग्राउन्डसम्म छ भने अन्डरग्राउन्ड गरेर लागेको त्यो हुन्छ राम्रो। मान्छेहरू कति हुन्छ होइन, त्यही हो।